Hello guys, good morning and welcome back my YouTube channel. स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा अनि नयाँ दिनमा हैन। के गर्दै हुनुहुन्छ? बिहानको समय छ, आज आरामै हुनुहुन्छ होला अनि म पनि एकदम आरामै छु हैन। अनि आज चाहिँ मैले भिडियो तपाईहरुले ब्याकग्राउन्डको सीनहरु देखेर पनि जानी सक्नुहुन्छ म चाहिँ कहाँ छु भनेर हैन। अनि म चाहिँ झापातिर दमकमा छु, दमकतिर गएर छु। साथीहरु झर्ना चाहिँ अब 2 दिन भयो झरेको, पानी परेर भिडियो चाहिँ मैले बनाइनँ हैन। त्यही हो, बिहान मर्निङ वाकमा जाँदै एउटा भिडियो चाहिँ बनाउँछु भनेर म चाहिँ बनाउँदैछु है त। अनि आज चाहिँ यस्तो दामी हावा आइरहेछ, मिठो मिठो हावा आइरहेछ है। अनि आकाशको अवस्था यस्तो छ, पानी पर्ला जस्तो छ, त्यही भएर हावा चाहिँ एकदम राम्रो आइरहेछ। अनि आज चाहिँ रातभरि पानी पर्यो। हिजो चाहिँ भनेको गर्मी यति थियो कि हैन, एकदमै धेरै गर्मी थियो। तर भने आज चाहिँ बिहानको मौसम चाहिँ यस्तो छ हैन, एकदम चिसो आनन्दको हावा चलिरहेछ, आनन्द भइरहेछ। माथि पहाडमा बसेको जस्तै फिल भइरहेछ क्या। अनि म चाहिँ एकछिन मर्निङ वाक गरेर आउँछु भनेर म चाहिँ त्यहीँनिर पर्तिरसम्म चाहिँ निस्केको है त। हावा एकदम राम्रो चलिरहेछ। अनि यो चाहिँ पूर्वतिरको हो हैन, पूर्वतिरबाट चाहिँ सायद हावा पानी पूर्वतिर चाहिँ पानी पर्दैछ होला। यहाँनिर चाहिँ अस्ति खेतबारी थियो, अहिले त पुरा घर बन्नलाई रेडी भइरहेछ। कति धेरै घरहरू बनिसकेछ हैन। अस्ति हामी चैतमा झरेको थियो, अनि चैत पछाडि पनि चाहिँ यसरी घरहरू पुरा बन्दै रहेछ यतातिर चाहिँ। यस्तो छ यहाँको अवस्था। अनि पानी नपर्दा त घाम भनेको यति लाग्छ, तातो भनेको यति हुन्छ है, बाफरे। म त बेहोसै हुन्छु घरिघरि। त साथीहरू कसरी बस्ने भन्ने पो भइरहेछ त। अनि त्यही हो, म चाहिँ एकछिन त्यहाँ माथिसम्म वक गर्छु। म चाहिँ नयाँ नयाँ भएर यता यो ठाउँहरू चाहिँ मजाले चिन्दैन कि हैन, ठाउँहरू मजाले चिन्दैन। अनि धेरै टाढा जान पनि फेरि भरे फर्किन सकिन्न कि भन्ने हुन्छ। अनि त्यही भएर चिनेको बाटोबाट थोरै 20-30 मिनट जति नै भनेर निस्केको है त। पार्टी प्यालेस मेन रोडमा आइसकेको छु। मेन रोड अनि यता चाहिँ भाइरल रोड अरे। अनि एकछिन भए पनि हिँड्नु भनेर साथीहरू हिँड्दैछु। तर म चाहिँ
अनसाइड हिँडिरहेको छु तर पनि यतापट्टि त गाडी आउँदैन नि त हो अनि यतापट्टि चाहिँ हो हिँड्नुपर्ने खासमा यस्तो छ दमकको भाइरल रोडको पारिपट्टि पनि एकदम धेरै सब्जी खेती लगाएर छन् यता पनि यता त झन् कस्तो राम्रो यो भेन्डी पारेको चाहिँ बोडी रहेछ दामी क्या फलेको पनि दामी म चाहिँ आइपुगेको छु अब चाहिँ पनि 30 मिनट चाहिँ होइन अनि यहाँ दोकानबाट एक दुईवटा लेमन लैजाने भन्ने हो छ भने के हुनुहुन्न रहेछ त तर एकागति रहेछ त म चाहिँ फाइनली घर आइपुगेको छु है त अनि कसै सुत्दैछन् कसै बाहिर छन् होइन म चाहिँ यहाँ पानी रेडी गरेर मनतातो पानी यस्तै खान लागेको छु कागज पानी यो चाहिँ छुनाहरूको घरको कुकुरहरू होइन यहाँ चाहिँ छ 2 खोरमा अनि केरा पटको दामी हाले पानी पर्न लागिरहेको छ कालो कालो भइरहेछ पानी आउन पनि सक्छ नआउन पनि सक्छ है त अनि अहिले भने चाहिँ गाइजहरू लगभग 12 बज्न लागेको छ है दिउँसोको अनि अहिले चाहिँ घाम हल्का मन्द लागिरहेछ अनि एकदम गर्मी बढिरहेछ तर हिजो जति चाहिँ छैन हिजो त एकदमै धेरै थियो भने आज चाहिँ त्यति धेरै छैन तर पनि गर्मी छ हैन अब पहाडबाट आउनेलाई त कति गर्मी हुन्छ त हो अनि गर्मी एकदमै छ कसरी बस्ने भनेर यहाँनिर गाह्रो भइरहेछ क्या सोच्नै सकिरहेको छैन त्यही हो यता अनि किन रुको अनि म चाहिँ अहिले रुममा छु हैन अनि म चाहिँ रुमभित्र छु अनि भित्र बनाउँदाखेरि चाहिँ अलिकति डिस्टर्ब आउँछ नि त हो ब्याकग्राउन्ड डिस्टर्ब भन्ने त्यही भएर मैले बनाइन अनि फुपूहरू हुनुहुन्छ घरमा चाहिँ फुपू कान्छी अनि साई फुपू हुनुहुन्छ सँगै बसिरहेको हो अनि अब नानीहरू छ अलिकति हल्ला हुन्छ अनि त्यही भएर म त बिस्तारै देखाउँछु तपाईँहरूलाई पनि कति धेरै गर्मी छ नि त हो अनि म चाहिँ फ्यान तापेर बसिरहेको छु फ्यानको हावा होइन अनि झापामा चाहिँ फ्यानको हावा पनि कतिसम्मको तातो आउँछ र सुरुमा चाहिँ चिसो आउँछ भने तर भरे चाहिँ एकदम तातिएर आउँछ नि त अनि गाह्रो हुन्छ तर पनि बस्नुपर्ने हुन्छ होइन त्यही हो अनि आजको मेरो ब्लग चाहिँ यस्तै भयो है त अनि बिस्तारै बनाउँदै जानेछु कतिसम्म सकिन्छ राम्रो बनाउने कोसिस गर्नेछु भन्दै हैन अनि आजको मेरो ब्लगलाई चाहिँ यहीँनिर अन्त्य गर्न चाहन्छु अनि तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट अनि शेयर गरिदिनु होला अनि मेरो च्यानलमा नयाँ आउनु भएको छ नयाँ साथीहरु आउनु भएको छ भने कृपया
सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजलाई यति नै है त भन्दै आज छुट्टी नै जान्छु। बाई बाई लभ यु अल।